नमस्कार। आज म एकदमै जीवन उपयोगी जीवनमा हामीले अनिवार्य दैनिक रूपमा गर्नुपर्ने र जीवनलाई सुख शान्ति र समृद्धि प्राप्त गर्नु छ भने यो बानीलाई आजैदेखि भोलिदेखि नै लागू गरिहाल्नुहोस्। त्यो बानी के हो भने हामीमा थ्याङ्कफुलनेस र ग्र्याटिट्युडको भावना सदैव रहनु पर्दछ। जीवनमा जो कोहीले जुनसुकै परिस्थितिमा जतिसुकै थोरै भए पनि कसैले सहयोग गरेको छ भने त्यस्तो व्यक्तिलाई हामीले धन्यवाद दिनुपर्छ। मुखैमा हामीले धन्यवाद दिन सकेनौँ भने पनि हामीले आफ्नो मनबाट, हृदयबाट र आत्मादेखि नै उहाँले गर्नुभएको प्रयासको लागि, उहाँले गर्नुभएको सहयोगको लागि आर्थिक नै किन नहोस्, नैतिक रूपमा, शारीरिक रूपमा, मानसिक रूपमा, वैचारिक रूपमा जुन किसिमबाट पनि हामीलाई यदि जीवनमा कुनै सकारात्मक प्रभाव पार्नको लागि सहयोग गर्नुभएको छ र हाम्रो जीवनमा त्यसले राम्रो प्रभाव परेको छ भने हामीले थ्याङ्कफुलनेस, थ्याङ्क यू भन्ने बानी बसाल्नु पर्दछ। र दोस्रो महामन्त्र भनेको हामीले जीवनमा जे पाएका छौँ, हामीले पितृको ब्लेसिङ, हाम्रो बुवा मम्मी जसले हामीलाई, बुवा र आमाले हामीलाई जन्म दिनुभएको छ, यो धरतीमा ल्याउनु भएको छ, हामीलाई जसले यो संसारमा सृजना गर्न उत्पत्ति भएर हामीले जन्मेर हाम्रो आफ्नो कर्म गर्न पाएका छौँ, हाम्रो दुःख खुसी हाम्रो अनुभव गर्न पाएका छौँ, त्यसको लागि हामीले बुवा आमालाई धन्यवाद दिउँ। हाम्रो परिवार जसले हाम्रो दुःखमा, सुखमा, पीडामा र खुसीमा सदैव साथ दिने हुन्छ, जसले बिरामी हुँदा पनि हर बखत ओछ्यानको नजिकै बसेर तातो पानी, चिसो पानी, कस्तो खाने, के खाने भनेर जब चिन्ता लिइरहनुहुन्छ, यस्तो नजिकको परिवारको हरेक सदस्यलाई हामीले धन्यवाद व्यक्त गर्नुपर्दछ, हामीले ग्र्याटिट्युड व्यक्त गर्नुपर्दछ। र हाम्रो साथीभाइ, हाम्रो सङ्गत, हाम्रो दिदीबहिनी, हाम्रो गुरुआमाहरू, गुरुबुवाहरू, हाम्रा समाजका जति पनि व्यक्तिहरू छन्, साथीभाइहरू छन्, हरेकले जीवनमा प्रत्येक व्यक्तिले हामीलाई प्रभाव पारिरहनु भएको हुन्छ, प्रत्येकको हामीलाई सहयोग पाइरहेका छौँ। हामीले बस्ने मेच होस् या हामीले बस्ने घर होस्, हाम्रो आफ्नो राष्ट्र होस् या हाम्रो आफ्नो समाज होस्, हाम्रो आफ्नो रोजगारदाता व्यक्ति होस् या प्रत्येक वस्तु उत्पादन गर्ने कुनै पनि सङ्घ संस्था, सङ्गठन, फ्याक्ट्री, वस्तु उत्पादन गर्ने व्यापारी, हरेकलाई चाहिँ हामीले प्रत्येक पल एक गिलास पानी खान्छौँ भने पनि ईश्वरलाई हामीले निस्वार्थ रूपमा थ्याङ्कफुल र ग्र्याटिट्युड व्यक्त गर्नुपर्दछ। हामी स्वस्थ शारीरिक रूपमा, मानसिक रूपमा र आर्थिक रूपमा जति सम्पन्न छौँ त्यसको लागि पनि हामीले ग्र्याटिट्युड व्यक्त गर्नुपर्दछ। जब हाम्रो यो ग्र्याटिट्युडको भावना व्यक्त हुन्छ, जब कोहीलाई तपाईँलाई उदाहरणको रूपमा कोही व्यक्ति तपाईँका आउँछ, कसैले सहयोग गर्छ भने तपाईँले उसलाई धन्यवाद र कृपा प्राप्त भएको महसुस गर्नुहुन्छ र भाव व्यक्त गर्नुहुन्छ भने त्यो व्यक्ति र उहाँलाई चाहिँ अर्कोचोटि फेरि अझै तपाईँलाई राम्रो कर्म गर्ने, राम्रो सहयोग गर्ने, सकारात्मक सोच्ने प्रेरणा अझै जागृत हुन्छ। यसले गर्दा हामीलाई थप ब्लेसिङ हुन्छ। त्यसैले हामीले पनि जीवनमा जति पनि कर्म गरेका छौँ अरूलाई थ्याङ्कफुल हुने गरी र आफूले जति पनि प्राप्त गरेका छौँ त्यसमा चाहिँ ग्र्याटिट्युड व्यक्त गर्दै हरेक चिज, यो युनिभर्सलाई, यो देवतालाई, यो हावालाई, यो पानीलाई, यो सूर्यलाई, यो रुखलाई, यो पातलाई, यो किताबलाई जसले हामीले ज्ञान दिएको छ, यो जीवन अनुभवलाई जसले हामीलाई जीवनमा अनुभव दिएको छ, प्रत्येक वस्तु, जीव जीवात्मा, प्राणी, प्रत्येक चिजलाई चाहिँ हामीले धन्यवाद दिन लाग्यौँ भने हामीमा यति नरम दिल हुन्छ, यति करुणाको भाव हुन्छ, यति प्रेममय जीवन हुन्छ र हामीलाई युनिभर्सले प्रत्येक कुरालाई मल्टिप्लाई गरेर थपेर हामीलाई ह्याप्पिनेस प्राप्त हुन्छ। जबसम्म हामी कृतज्ञता व्यक्त गर्न सक्दैनौँ र पाएको कुरामा हामी खुसी हुन सक्दैनौँ, युनिभर्सले हामीलाई कुनै पनि कुरा थपेर दिँदैन, किनभने यसको स्वभाव नै दुःखी छ, यसलाई जति दिए नि पुग्दैन भनेर युनिभर्सले हामीलाई त्योभन्दा बढी दिन पनि चाहनुहुन्न। त्यस कारणले हामीलाई जीवनमा सुख, शान्ति, समृद्धि, आनन्द र खुसी चाहिन्छ भने हामीले ग्र्याटिट्युड र थ्याङ्क यूको भावना सदैव राख्नुपर्दछ। आजैबाट थ्याङ्क यू र ग्र्याटिट्युडको भावना बिल्डअप गरौँ। बिहान उठ्ने बित्तिकै र सुत्नुभन्दा अगाडि कम्तीमा एक पटक 5 मिनट 2 मिनट जति सकिन्छ यो दुईटा कुरालाई चाहिँ अपनाउने बानी बसाल्यौँ भने हाम्रो जीवनमा सुख शान्ति र समृद्धिलाई र आनन्द जीवनलाई कसैले पनि रोक्न पनि सक्दैन र छेक्न पनि सक्दैन। जय शम्भो, ओम नमः शिवाय। जय होस् सबैको।